नमस्ते। इनर ब्यालेन्समा तपाईँलाई स्वागत छ। हाम्रो मन कि त यो हाम्रो सबैभन्दा असल मित्र बन्न सक्छ, कि त सबैभन्दा खतरनाक शत्रु। यो सबै कुरा हामीले आफ्नो मनलाई कसरी तालिम दिन्छौँ भन्नेमा भर पर्छ। मैले भर्खरै म्याथ्यू रिकार्डको पुस्तक द आर्ट अफ मेडिटेसन पढेर सिद्ध्याएँ। म्याथ्यू रिकार्ड एक बौद्ध भिक्षु जसले ध्यानलाई केवल साधना होइन, जीवन जिउने कला भनेर व्याख्या गर्नुहुन्छ। उहाँको यो पुस्तकले मेरो ध्यानप्रतिको सीमित बुझाइलाई अझै पूर्ण रूपमा बदलिदियो। आजको भिडियोमा म उहाँको त्यही अद्भुत अनुभव र ज्ञानलाई तपाईँहरूमाझ प्रस्तुत गर्दैछु, जसले मलाई मानसिक रूपमा शान्त र सन्तुलित हुन र जीवनलाई नयाँ दृष्टिकोणले हेर्न मद्दत गर्यो। हामी आफ्नो बाहिरी जीवनका सुविधाहरू सुधार्न रात-दिन मेहनत गर्छौँ, राम्रो घर, गाडी वा पैसाका लागि। तर म्याथ्यू रिकार्ड भन्नुहुन्छ, अन्ततः हाम्रो मन नै त्यो माध्यम हो जसले संसारको अनुभवलाई सुख वा दुःखमा अनुवाद गर्दछ। यदि मन अशान्त छ भने बाहिर जतिसुकै सुख भए पनि हामी दुखी नै हुन्छौँ। तर यदि हामीले चिजहरूलाई हेर्ने र बुझ्ने तरिका बदल्यौँ भने हाम्रो जीवनको गुणस्तर आफै बदलिन्छ। ध्यान भनेको यही आन्तरिक रूपान्तरण हो। ध्यान कुनै जटिल सिद्धान्त होइन, यो एउटा सिप हो। जसरी एउटा भोको मानिसलाई मेनु पढेर मात्र भोक मेटिँदैन, उसले खाना नै खानुपर्छ। त्यसरी नै ध्यानको बारेमा पढेर मात्र पुग्दैन, यसलाई अनुभव नै गर्नुपर्छ। धेरैलाई लाग्छ ध्यान भनेको विचारहरूलाई जबरजस्ती रोक्नु हो, तर वास्तवमा विचारहरू त आकाशमा तैरिरहेका बादल जस्तै हुन्। तिनलाई रोक्ने प्रयास नगर्नुहोस्, बस हेर्नुहोस् र बिस्तारै आफ्नो ध्यानलाई फेरि श्वास वा वर्तमान क्षणमै फर्काउनुहोस्। यही फर्किने अभ्यासले नै हाम्रो मानसिक मांसपेशी बलियो बनाउँछ। म्याथ्यू रिकार्डले यस पुस्तकमा विभिन्न प्रकारका ध्यानहरू उल्लेख गर्नुभएको छ, जस्तै माइन्डफुलनेस, वर्तमान क्षणमा पूर्ण रूपमा सजग रहने अभ्यास, माइन्डफुल वाकिङ, हिँड्दा आफ्ना पाइला र शरीरको चाललाई महसुस गर्ने अभ्यास, भित्री शान्ति, बाहिरी कोलाहलका बीच पनि आफ्नो भित्री शान्तिलाई कायम राख्ने कला। यो अभ्यास तपाईँको व्यावसायिक र पारिवारिक जीवनसँग पूर्ण रूपमा मेल खान्छ। यसले तपाईँलाई घटनाहरूलाई एउटा ठुलो दृष्टिकोणबाट हेर्न सिकाउँछ, जसले गर्दा तपाईँ जीवनका उतार चढावहरूमा सजिलै विचलित हुनुहुन्न। ध्यानको अन्तिम लक्ष्य केवल आफ्नो शान्ति मात्र होइन, यसको वास्तविक उद्देश्य त आफूलाई अहङ्कार र नकारात्मक भावनाहरूबाट मुक्त गर्दै अरूप्रति दयालु र सहयोगी बन्नु हो। जब तपाईँ आफ्नो मनलाई तालिम दिनुहुन्छ, तपाईँको स्वभाव बदलिन्छ। तपाईँ सफलतामा धेरै नमात्तिने र असफलतामा धेरै नआत्तिने बन्नुहुन्छ। यो नै वास्तविक व्यक्तिगत रूपान्तरण हो, जसले एउटा बुद्धिमानी र सेवाभावी समाज निर्माण गर्न मद्दत गर्दछ। मैले आफैले अनुभव गरेको छु, यदि बिहानको समयमा थोरै मात्र पनि ध्यान गरियो भने यसले पुरा दिनलाई नै एउटा नयाँ ऊर्जा दिन्छ। म्याथ्यू रिकार्डको यो पुस्तक मेरो लागि केवल एउटा पुस्तक मात्र रहेन, यो जीवन जिउने एउटा निर्देशिका बन्यो। तपाईँ पनि आजैबाट आफ्नो मनसँग काम गर्न सुरु गर्नुहोस्। सुरुमा 5 मिनेटबाट सुरु गर्नुहोस्, तर निरन्तर गर्नुहोस्। याद राख्नुहोस्, अभ्यास अभ्यास र अभ्यासले नै तपाईँलाई ध्यानको वास्तविक शक्ति महसुस गराउनेछ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? कमेन्टमा आफ्नो अनुभव लेख्नुहोला। यस्तै अन्य जानकारीका लागि
इनर ब्यालेन्सलाई सब्सक्राइब गर्नुहोस्। सधैँ स्वस्थ रहनुहोस्, शान्त रहनुहोस्। धन्यवाद।